हेलो एभ्रिवान वेलकम ब्याक टु द च्यानल वेलकम ब्याक टु द न्यू भिडियो हो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ र म पनि एकदमै सन्चै छु है अहिले चाहिँ म चाहिँ पखराम छु अनि मेरो साइडमा चाहिँ बालेन सुतिरहेछन् बालेन ए बालेन भ्लग हानिराख्यो कि उठ्नु यसो हेलो 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 गुड मर्निङ फ्रम पोखरा यो पोखरा कति बज्यो हो 6 बजे अनि यसको चाहिँ के छ भन्दाखेरि यो चाहिँ कस्तो भन्दाखेरि आइफोनबाट काला हुने नि यो मात्रै हो कि म चाहिँ जेस गोरा आउँछ अनि अहिले चाहिँ अब हाम्रो यहाँ गुड मर्निङ भइसकेको छ हेर्न सक्नुहुन्छ बाहिर होइन अनि अब चाहिँ हामी यसो फ्रेस भएर आज चाहिँ पुम्दीकोट अनि त्यसपछि गलेश्वर महादेव कता कता घुम्ने कुरो छ हो राम्रो हुन्छ होला होइन आजको ब्लग नि त्यस्तै लाहरूलाई स्टे ट्युन है त गाइस साथीभाइहरू यति बेला चाहिँ हामी फ्रेस भएर है अब चाहिँ पुम्दीकोटतिर घुम्नको लागि निस्केको बालेन्द्र हो माइकले गर्दा मेरो साउन्ड पनि आएन कि त्यो उ लगा न माइक लगा यो बन्द गर होइन माइक साइक अहिले पर्दैन अहिले यतिकै ठिक छ जरुरत पऱ्यो भने माइकमा नै हाल्नु भ्लग अब बिस्तारै चिसो छ क्या बिहान अब बिस्तारै जानुपर्ने हुन्छ टोपी पनि लगाएन फेरि जाडो च्याप्प समात्यो भने कुहिरो पनि लगाएको हेर्न सक्नुहुन्छ कि तपाईँहरूले खाना खाएर निस्क्यौँ भनेको मान्दै मानेन क्या ढिलो हुन्छ भन्यो त्यही भएर अहिले बल्ल हुन्छ मलाई त त्यसमा त प्रब्लम आउँदैन यसले छेकिरह यसले हो के अरे बिहान निस्क्यौँ भनेर त्यही भएर यसलाई चलाउन दिएको एकदम नजिकै पर्दो रहेछ हामी बसेको ठाउँ फेरि पियुबाट है देख्न सक्नुहुन्छ बिस्तारै बिस्तारै कहाँबाट छिर्ने हो माथि किन बिस्तारै चलाउनुपर्छ बाबु ध्यानभन्दा ठुलो केही छैन हात्ती नहुँदा बिस्तारै सुस्त हिँड्ने टक्क लगाएर धैर्यसँग हिँडेपछि पुगिन्छ क्या यताबाट टर्निङ छ ल सो साथीभाइहरू हामी दुःख कष्ट गरेर होइन पुम्दीकोट नि आइसकेको छौँ पुम्दीकोटको नजिकै टक्राएर बालेन पनि म पनि बालेनमा स्कुटीमा आएको हो बाबा हामीले सोचेको जस्तो राम्रो लाग्यो मलाई पुम्दीकोट चाहिँ जेस हामी गेट इन्टर हान्दैछौँ यहाँ मान्छेहरू पनि एकदम भिडभाड देख्न सकिन्छ गाइज होइन तपाईँहरूले हेर्न सक्नुहुन्छ है आइयो फाइनल यसो पनि माथि हुनुहुन्छ म तल ओहो एकदम यहाँ घुम्ने चाहिँ भिडभाड चाहिँ बहुत रमाइलो रहेछ के हो कि के बोल्न तपाईँ मान्छे सहित त्यहाँ गणेशजी पनि घुमिराख्नु भएको कि हेर्न गणेशजी पनि घुम्नु भएको त्यहाँ पनि घुम्नु भएको बिचरा कति छकै लाग्यो भरे भगवान्जीलाई कति दुःख दिनु छ यहाँबाट त्यो लेकको भ्यू र हिमालको भ्यू चाहिँ दामी आउने कि भ्यू पनि बवाल है कस्तो दामी देखिने शिवलिङ्ग पुरा कति धेरै शिवलिङ्ग हो के होइन शिवलिङ्ग माथि पनि तल पनि 108 है कतिवटा हुनुपर्छ भन्ने थियो के अरे कतिवटा त्यो त धारा मुक्तिनाथको धारा होइन र 108 भएको होइन शिवलिङ्ग पनि कतिवटा हुनुपर्छ भन्ने थियो थाहा भएन खैरेहरू फोटो खिचिरहेको छन् है खैरेहरूले पनि मोज हानिरहने हाम्रो नेपालको प्रसिद्ध ठाउँहरू हान्न पर्यो नि एक राउन्ड यस्तो मस्तले दिइराखौँ कि हामी सब घुमिराखौँ कस्तो दामी घाम लागेपछि तलको भ्यू पनि हेरौँ न घाम लागेपछि त फेरि सिधै गोरो हो त बा तल हेर्नु त्यो ताल यस्तरी हो क्या ल दामी देख्यो हिँड त्यहाँ त्यो स्तुपा आइज पहिलोचोटि आएको सब फोटो सोटो सब हेर्नु पर्यो नि त ट्वाइ घुम्ने हो क्या गाउँ जस्तै होइन अब एकलट माथि पनि जाने के छ विचार जानु नि अब माथि जुत्ता सुत्ता खोलेर जाने अनि माथिको भ्यू पनि हेर्नुपर्छ है त अब चाहिँ हामी माथि जान्छौँ अनि माथि गएर फेरि भ्लग हान्नुपर्ने हुन्छ त गाइस बालेन्द्रमा चाहिँ जुत्ता सुत्ता खोलेर अब माथि जानु पर्यो माथिबाट नि हेरौँ यहाँसम्म आएपछि माथि हेरेन भने त चित्तै बुझ्दैन क्या ओहो हिमाल पनि यति मजाले खुल्यो कि हिमाल तपाईँहरूलाई म देखाउँछु रोक्ने त त्यो बबालकै म जुमबाट पनि देखाउँछु तपाईँहरूलाई यस्तो बब्ली के जमजम अलि माथि हिउँ चाहिँ अलिकति पग्लिया रहेछ हैन
हिउँ त पग्लिन्छ नि त मुस्ताङको डाँडा जस्तो ओहो एकदम एकदम राम्रो यहाँ डेटिङ स्पट पनि अनि बिहा गरेर यहाँ प्रार्थना गर्न हाम्रो जोडी कहिले नछुटोस् भन्ने तरिकाले नि मान्छेहरू आउँदो रहेछन् यस्तो सही रमाइलो के ओहो हात जोड्दै आउनु भएको यहाँ आमाहरू सबै आन्टीहरू हामी त घुमे घुमे छौँ ओहो यहाँभित्र पनि जान पाइदो रहेछ क्या अनि भित्र एउटा सिटा देखे जस्तो लाग्यो हो यही डम्बरमा हागे खिचेको त नि बिर्सिसकेछस् क्या अरे धेरै तर्मीलाई मात्रै ध्यान दिन्छ टिकटकमा जान्छस् भनेपछि के कसिमको होला कसिमको जस्तो लाग्यो हो र साँच्चै हो र हो म सुरुमै त्यताउता लाग्थ्यो शङ्का लाएर नि नबोलेको एकछिन है नानी है अब तल गएर फोटो खिच्ने टिकटक सिकटक बनाएर यस्तो दामी खोले यहाँ पनि भ्यू फोटो हान्नु पर्यो हाम्रो त्यो कुन त्यो नदी हो कि खोला हो ल सो साथीभाइहरू हामी चाहिँ कुम्दीकोटमा भिडियो सिडियो खिचेर नि अब टिकटक सिकटक कन्टेन्ट सब बनाएर अब हामी चाहिँ तलतिर झर्दैछौँ यहाँ मान्छेहरूको भिडभाड अझै पनि छ कि हेर्न सक्नुहुन्छ तपाईँहरूले आउने पनि जारी छ गेटमा नि मान्छे छन् अझै हामी चाहिँ फर्किनु पर्छ बाटो प्लिज बालेन त हरायो क्या यार यत्रो मोटो मान्छे पनि यहाँ क्यामेरामै हरास त दादा के हो र ड्रिम सिटी हेरेर आएको ड्रिम सिटी त गइन्न तर पनि यसो हेर्न पर्यो हेर्ने चित्त बुझाउने हो वहाँ सिसाको पुल पनि रहेछ तर वहाँ त्यो हिमाल पनि सही खुल्यो यार हिमाल होइन अब हाम्रो नेक्स्ट प्लान कहाँ अब हामी कहाँ जाने भन्नु अब गुप्तेश्वर जाने देउढोल जाने एउटै बाटो पर्छ चमेरा गुफा जाने हो किन चमेरा गुफा अहिले नजाने बाटोमै पर्छ अन्त जाने अहिले नत्र चाहिँ पहिला घर गएर खाना खाएर अनि उता कता त्यसपछि अनि लेक साइडतिर जाने लेक साइड गएर त्यसपछि लेक साइड गएर अरू प्लान चाहिँ लेक साइडबाटै गरौँ ल है त ल हामी चाहिँ बिस्तारै फर्किँदैछौँ मान्छेहरू आउने जाने प्रयास जारी छ अनि मेरो भ्लग पनि जारी छ हेर्न सकिन्छ ओहो मान्छे त आउने त माक्री जम हिँड्ने ट्राइपडबाट भ्लग हाने चाहिँ झ्याप्पै फर्काउन नमिल्ने कि यसको डिसएडभान्टेज चाहिँ यस्तै छ मान्छेहरू चाहिँ आइरहन् त्यो साथीभाइहरू यति बेला चाहिँ हामी अब ड्रिम सिटी इन्टर हान्दैछौँ टिकट सिकट पनि लियौँ अनि यदि तपाईँहरू पनि आउन सक्नुहुन्छ यदि तपाईँहरू आउने भए चाहिँ यसलाई चाहिँ 350 पर्दो रहेछ 350मा के फेसिलिटी छ त्यो सब म देखाउँछु यो भ्लग मार्फत होइन सुरुमै ऐना आम्मा यस्तो ऐना रहेछ भाइ रहेछ त्यो एक दुईवटा भिडियो यही पनि त हान्ने होला एक दुईवटा फोटो यही पनि हान्ने होला होइन त्यसपछि हाम्रो भ्लग चाहिँ कन्टिन्यू हान्नु पर्ने हुन्छ ल साथीभाइहरू अब हामी भ्लग हान्दै एकदम तीव्र गतिमा अगाडि बढ्नुपर्छ कता हो म सिसा हात कता फेरि ठोकेर टाउको ठोकेर कन्चर्टमा लाग्ने कता हो हामी कता हो बालेन यतैतिर रहेछ ल यहाँबाट कहाँ फेरि जाने 5 मिनटमा फोटो फ्रेम तयार गरिन्छ अरे आइज यतैबाट होला गीत पनि कस्तो राम्रो त्यहाँ पनि भिडियो बनाउनु मिल्छ कि होइन ल ल बिस्तारै अगाडि बढ भाइ यस्तो फुलसुल लगाएको रहेछ एकदम राम्रो रहेछ यो दादा हाम्रो यो पोखरा मेरो चाहिँ यो फर्स्ट टाइम भएर नि होला मलाई यस्तो राम्रो लाग्यो सिसाको पुल ए ल ल ल सब फोटो खिच्नुपर्छ धुपी सुपी लाएर हेर्नु बनाइदिए यार प्राकृतिक बनावट यो ठाउँलाई त ल ल ल बिस्तारै तीव्र गतिमा हिँड्नुपर्छ साथीभाइहरू हामी यो पिङ खेल्दै अब त्यो यो खेल्ने भनेको खास स्वर्गदेखि नि खेल्ने भनेको अब नर्कदेखि भए पनि खेल्नु पर्यो ल चढ बालेन चढेको एकछिन है बिस्तारै आनन्द अब तलै खसाल्दैन केही फरक पर्दैन मलाई त दसैँ गयो नि आयो है दसैँ यहाँ खेलेपछि त यस्तो रमाइलो पो हुँदो रहेछ त भ्याइयो दसैँ भ्याइयो तिहार नि भ्याइयो यति भएपछि त ओहो नि उता खेल्नु पर्ने हो त्यो हो के अरे खेल्नु पर्ने त रिमोट दिएको
रिमोट है के जाति बिग्रिहारे क्या ल साथीभाइहरू हाम्रो यहाँ भिएर खेलिसक्यौँ हामी त यो खेलेर भइसक्यौँ यो पिङ चाहिँ खासै रमाइलो त हुँदो रहेनछ खेल्ने भनेको चाहिँ उयो हो क्या यो खेल्ने भनेको अब यो यसको मोटर सोटर के तान्ने कुरा ब्याट्री बिग्रिहारे उठाउने कुरा के बिग्रिहारे अब हामी अर्को गेम खेल्न जानुपर्ने हुन्छ किनभने यहाँ चाहिँ 2टा गेम खेल्न पाइदो रहेछ अब चाहिँ अर्को गेम लोटस हो कि होइन खासै गतिले त लाग्ने यहाँ आएर आइपासो जस्तो भयो बिस्तारै अघि बढ्नुपर्छ ल रमाइलो गरौँ है रमाइलो गरौँ सबैले पोखरातिर रमाइलो गरौँ धेरै छोटो मिठो बोल्ने कि ल हिँड्ने ल बालेन भरिया छ म चाहिँ यहाँ यसो भिडियो देखाउँदै भ्लग हान्दै आहा कम त रमाइलो भएको छ यहाँ त 350 रुपियाँ चिलिङ फर्क्यो कि यहाँ तिरी पासो भयो कि यहाँ यदि तपाईँहरू पनि पोखरा आउँदै हुनुहुन्छ नि यो ठाउँ त नआए पनि हुन्छ एउटा राम्रो होइन सिधा कुरो हो डराउने नै होइन राम्रो गतिलो भएको हेरेर त्यो बिग्रिहारे त्यो त बनाउनु पर्छ नि यो टुरिस्ट एरिया भएर त यो पिङ बिग्रिहारे क्या यो यतापट्टि ब्याकग्राउन्ड देखिरहेको यो पिङ बिग्रिहारे यो तर यो टुरिस्ट एरियामा चाहिँ यो चाहिँ बनाउनु पर्ने थियो यो म नि त्यही खेल्छु भनेको यार त्यही देखेर आएको खास भन्नेमा यस्तो रिस उठ्यो मलाई झन् चलिरहेँ के यार नि यसो साथीभाइहरू यति बेला चाहिँ हामी यहाँ लोटसमा खेल्दै अब चाहिँ 2टा गेम रहेछ अब यहाँ लोटस खेल्दैछौँ त त्यहाँ बस्छस् डराइस् क्या डराउनु त गयो होइन ल लोटसमा अब यताबाट ल रित्तै हो क्या यस्तै हो यहाँ पिङ र यो मात्र रहेछ खासै गतिलो त रहन्छ त्यही पनि 350 83 त यसो खेल्न त परिन्छ क्या यति पनि खेल्दैन भने त के हार्ने हो खेल्न पर्यो खासै रहर त होइन पैसा तिरेपछि त यसको सदुपयोग त हान्न पर्ने हुन्छ क्या यही छ रित्तै हो क्या यस्तै हो यहाँ बच्ची खेल्ने खेल ठुलो बडाले खेल्नु पर्यो ब्याचलर पढ्ने बेलामा यस्तो लोटसमाथि चढ्ने पिङ खेल्ने जिन्दगी रित्तै हो क्या यस्तै हो साथीभाइहरू उता पुन्दिकोट यो पनि हो के अरे पुन्दिकोट त रित्तै भ्याइयो हिँड्दै अब झर्नी भयो बिस्तारै अति नै हुन्न ल यस्तो रहेछ यहाँ त फुटबल खेल्न नि मिल्दो रहेछ क्या साथीभाइहरू यहाँ चाहिँ उसले क्या ड्रिम सिटीले क्या उल्टो देखेर त्यहाँ चाहिँ यो चाहिँ उल्टै हो माथि चाहिँ अम्ब्रेला छ जाम ऊ यहाँ त फिल्म सुटिङ भएको क्या हो कि फिल्म सुट भएको थियो हामी जान मिल्छ दाजु मिल्छ जान्छौँ है हामी फिल्म सुटिङ हो र कुन फिल्म हो खै कुन फिल्म ड्रिम सिटी क्या पाइट पनि मार लुज भएर कताबाट हो चाहिँ बाबु तलबाट ल अब हामी एकदम भ्लगिङ हो बाबु केही भन्न चाहन्छौ तिमी नि आउँछौ युट्युबमा बजाएर भुतुक्कै के फेरि खै जानिए जे भने भन्नु अब जानी ल साथीभाइहरू हामी चाहिँ अब चाहिँ फर्किँदै पुन्दिकोटबाट होइन जस रमाइलो रहेछ सोचेको भन्दा त्यस राम्रो आयो अनि हामी अर्को कुन गऱ्यो बालिन यता ड्रिम सिटी नै घुम्यो पोखरा हुन त पहिलेदेखि राम्रो मान्छे पनि राम्रो अनि त्यसैमा चाहिँ राम्रो ठाउँमा आएपछि त दुईटै कम्बिनेसन म्याच हान्यो नि त अनि अहिले चाहिँ अब हामी चाहिँ फर्किँदै छौँ होइन अब हामी चाहिँ अब कहाँ जाने भने जाम्ला नि उता के अरे जता भए पनि जान्छौँ घुम्नको लागि जान्छौँ अब लोकेसनमा आधे हेलमेट लाउनु बिर्सेको हेर्न मैले खै हेलमेट हामीसँग एकदम टाइम थोरै छ क्या त्यही भएर चाहिँ आत्ति घुम्न परिरहेको 2 घन्टा 3 घन्टा त यहीँ बितिसक्यो सो साथीभाइहरू यति बेला चाहिँ हामी यहाँ बिग्ना अस्पतालमा छौँ देख्न सक्नुहुन्छ तपाईँहरू यस्तो मजाले तेरो टाउको देखियो क्या ल भाइरल हुने बस यस्तो राम्रो एकदम राम्रो छ भ्यूहरू हेर्न सक्नुहुन्छ उता नुहाउनु भएको छ मलाई नि मन त लाग्छ तर के गर्ने कपडै देखाएन नाङ्गे नुहाउनु भएन बर्बाद हुन्छ
जे भन्न नि पाइयो नि होइन यो भ्लग हो नि त हाम्रो अनि रमेश सरको चाहिँ गुनास थियो कि तैँले भ्लग हानेनस् पोखरा आएर नि भ्लग हानेनस् भन्नुभयो होइन तर अब यहाँ देखियो भाइरल हो अब नानीहरू पनि भाइरल हो भाइरल पनि अरूहरू 5-6 लाख भ्युज आएर भाइरल हुन्छ तर मेरो भाइरल पनि छुट्टै के 50 भ्युज कति भाइरल ढुक्को हेर्दिन खोइ हेर्दिन त्यही होला नि हेर्दिन यहाँ ल्याएको मैले कता हेर्दिन छुट्याएँ साथीभाइहरू हेर्दिन एकदम 30 रुपियाँ भए पनि एकदम बचत गरेर धनी बानी छैन कता लाइट बाल्दै खोज्ने होला हेर्दिन त ऊ त्यहाँ रहेछ यहाँ रहेछ मेरो हेडबिन फेरि धन्नै मैले बेङ्गास्थलमा आएर यहाँ डोनेट हानिदिएको कि हेडबिन यो 4 जस्तै हुन्छ यो टाउकोमा लाउने चिज जानै मन लागेन यार यहाँबाट त मलाई तर मैले सोचेको थिएँ तालको पानी पनि चिसो हुन्छ भनेर गीतै थियो नि तालको पानी चिसो हुन्छ भन्ने तर यो त नारिनीको भन्दा पनि तातो रहेछ क्या यस्तै छ यहाँको वातावरण हेर्न सक्नुहुन्छ वा ऱ्यापर ऱ्याप गीत सुन्छौ ऱ्याप गीत सुन्छौ म त सुन्दिनँ तपाईँलाई पनि चिन्दिनँ हो क्या अन्त राति भिडहरू हुँदो रहेछ कि यहाँ चाहिँ भिडहरू चाहिँ प्रशस्तै मात्रामा हुँदो रहेछ